मैले गरेको आर्टहरू सबै नेचुरल छन्। नेचुरल तरिकाले गरेको ह्यान्डी आर्टहरू चाहिँ त्यसले चाहिँ मान्छेलाई इन्सपायर गरेको छ। त्यसलाई कन्टिन्यू गर्दै जानु होला। हेलो, वेलकम टु माई न्यू भिडियो। आज मेरो अफिसको पहिलो दिन, धेरै दिनपछि 1 महिनाभन्दा बढी समयपछि आज म अफिस जाने तयारी गर्दैछु। अब स्वास्थ्यमा पनि थोरै थोरै सुधार भएको जस्तो भएको छ। अब आज स्कुटी चलाएर बिस्तारै स्कुटी चलाएर जान्छु भन्ने सोचेको छु। अनि वहाँ गइसकेपछि आज मलाई बिहान उठेर पेन्टिङ गर्ने बेलामा एउटा एकदम नयाँ खालको आइडिया आयो के। मैले चाहिँ धेरै वर्षदेखि पेन्टिङहरू गरिराखेको, अनि त्यसपछि त्यो पेन्टिङहरू मैले आफ्नो इच्छाले आफूलाई मन लागेको जस्तो पेन्टिङहरू गरिरहेको थिएँ। तर मलाई आज चाहिँ दर्शकको जसले मेरो पेन्टिङ वर्षौँदेखि नियमित रूपमा हेरेर मलाई हौसला, प्रेरणा, उत्साह, उमङ्ग थपिदिइराख्नु भएको छ, प्रोत्साहन दिइराख्नु भएको छ, उहाँहरूलाई चाहिँ कस्तो पेन्टिङ मनपर्छ होला कि मलाई त्यो जान्न मन लाग्यो। आज पेन्टिङ गर्दाखेरि आएको यो विचारलाई चाहिँ एउटा सर्वे जस्तो सानो सोधेर चाहिँ त्यो जानकारी लिन मन लागेको छ मलाई। आज चाहिँ म अफिस पनि जान्छु, अफिसको पहिलो दिन पनि भयो र यो मेरो सर्वेमा चाहिँ सम्भव भएसम्म धेरैजनालाई पार्टिसिपेट पनि गराउँछु र उहाँहरूको इच्छाअनुसार म पेन्टिङ बनाउन कोसिस पनि गर्छु। कस्तो हुन्छ के हुन्छ एकदम एक्साइटेड चाहिँ छु म। फेस चाहिँ बिरामी देखिया छ, तैपनि मेरो मनमा चाहिँ एक्साइटमेन्ट छ नै र हजुरहरूलाई पनि त्यो म देखाउँछु है। चिसो चाहिँ अत्यधिक नै बढेको कारणले गर्दाखेरि म चाहिँ यहाँनिर मोटो मोटो ज्याकेट पनि लगाएर जान्छु। अब यहाँ कसले के भन्छ भन्नेसँग मलाई खास सरोकार चाहिँ छैन, किन भन्दाखेरि आफ्नो शरीरलाई सेफ गर्नुपर्छ। यति मोटो ज्याकेट लाउनु बेला भएको छ कि छैन त्यो थाहा छैन, तर मेरो शरीरले चाहिँ त्यो लाउनुपर्छ भनेर भनिरहेछ। म टोपी पनि लगाउँछु, न्यानो भन्छु, अब यसरी सल पनि लगाउँछु, मोजा पनि लगाएको छु र एउटा मास्क पनि चाहिन्छ। धुलोमा हिँड्दाखेरि चाहिँ एउटा मास्क चाहिँ अनिवार्य चाहिन्छ। मैले यहाँ मास्क देखिरहेको छैन, म चाहिँ मास्क पनि लगाएर अब जाने तयारी गर्छु। यो चाहिँ मेरो खाजा, यो खाजा के होला भन्ने हजुरहरूलाई लाग्यो। यो रोटी, सुक्खा रोटी सङ्गीताले पकाइदिए, यो सुक्खा रोटी हो। यो सुक्खा रोटी लिएर जान्छु, मिना बहिनीलाई चिया बनाउनु भन्छु र चिया र रोटी खान्छु। अरू चिल्लो कुराहरू यताउति खाँदाखेरि स्वास्थ्यलाई असर गर्छ, बिरामी परिन्छ। सरी, मैले औषधि पनि लिएको छैन, औषधि लिएर अफिस जान्छु। हामी पछि भेटौँ। फाइनल्ली म अफिस आइपुगेँ। अफिस र घर बिचको डिस्टेन्स चाहिँ 7 मिनट जति होला स्कुटीमा। यस्तो छ हाम्रो अफिस, सुनसान। सवारी चालक भाइहरू चाहिँ तल देखिनुभयो। अब यहाँ म मिना बहिनीलाई देख्छु होला फर्स्टमा भनी लगाइरहेछ। मिना बहिनी नमस्ते, के छ हाल खबर? सन्चै हुनुहुन्छ? एकदम स्वास्थ्य अवस्था ठिक छ? एकदम ठिक छ। म पनि यहाँ पुरै जाडो भएको जस्तो हेर्नु न। यहाँ मेरो अफिस कोठा यस्तो छ। अब यो अफिसबाट बाहिरदेखि नै भ्यू चाहिँ यस्तो छ, कस्तो राम्रो देखेको, कस्तो रमाइलो लाग्छ। धेरै दिनपछि अब म आज फेरि यो कुर्सीमा बसेर आफ्नो काम कारबाही गर्दैछु। मिना बहिनीले सफा चट्ट बनाएर राख्नु भएको रहेछ। हजुरको परिचय दिनुहोस् त सर। नवीन शर्मा। हजुर। म यहीँ बिन्दापा 10 खोजेर बस्छु। हजुर। अनि मैले हजुरलाई चाहिँ आज आर्ट पेन्टिङको बारेमा सोध्न खोजेको छु। यो एउटा मौका अवसर पनि हो हजुरसँग भेट हुन पाउनु होइन। अनि हजुरलाई चाहिँ कस्तो खालको आर्ट पेन्टिङ मनपर्छ मलाई भनिदिनुहोस् त सर। मैले स्पेशल नेचर मलाई एकदम मनपर्छ। नेचर, त्यही भएर मलाई ल्यान्डस्केप टाइपको पेन्टिङहरू चाहिँ अलिक बढी नै मनपर्छ। पोर्ट्रेट भन्दा ल्यान्डस्केप हजुर पेन्टिङ अलिकति मलाई बढी रुचि छ त्यसमा है। अनि हजुरले पेन्टिङको कलेक्सन पनि राख्नु भएको रहेछ, कस्तो खुसी लाग्यो। हाम्रो घर पनि आउनु होला सर पछि है हेर्नलाई, धेरै बनाउँछु अनि है। मलाई आफूले नगरे पनि मलाई हेरेर मन चाहिँ एकदम पर्छ। मलाई भित्ताहरूमा हेरेर पेन्टिङहरू राख्ने होइन सोच चाहिँ लाग्छ। अब आफूलाई चाहिँ आउँदैन। नै आउनु पर्दैन, सबै कुरा हामी बनाउँछौँ नि, आउनेले बनाउँछ। अब यो हाम्रो भित्तामा नै अलिअलि पेन्टिङ राख्नुपर्छ सरको कुरा सुने अनुसार। र थ्याङ्क यू सो मच सर। ओके म्याम, एकदम थ्याङ्क यू। मैले चाहिँ आजभोलि एउटा सानो मिनी रिसर्च गर्दैछु।
प्रायः जसो अडियन्सहरू दर्शकहरूलाई चाहिँ कस्तो पेन्टिङ आर्ट मनपर्छ भनेर हजुरले मलाई पहिला पनि मोटिभेट गरिराख्नुहुन्थ्यो र अहिले चाहिँ म के सोध्न चाहन्छु भन्दाखेरि हजुरलाई कस्तो खाले आर्टवर्कहरू चित्र पेन्टिङ मनपर्छ सर त्यो भनिदिनुहोस् त। धन्यवाद सिन्धुजी। तपाईँले गरेको आर्टहरू सबै नेचुरल छन्। नेचुरल तरिकाले गरेको ह्यान्डी आर्टहरू चाहिँ त्यसले चाहिँ मान्छेलाई इन्सपायर गरिरहेको छ, त्यसलाई कन्टिन्यू गरेर जानु होला। र सर चाहिँ हाम्रो पूर्व रजिस्ट्रार पनि हुनुहुन्छ, हाम्रो पदाधिकारी, हाम्रो अभिभावक। सरबाट चाहिँ सधैँ सल्लाह सुझाव प्रेरणाको अपेक्षा पनि राख्छु सर। हस्, धन्यवाद। राम्रो काम गर्दै जानुहोस्, तपाईँको सफलता अगाडि बढ्दै जाओस्। मध्यपश्चिम विश्वविद्यालयको लेखा अधिकृत मेरो प्यारो साथी रचना म्याडमलाई पनि म यो क्वेसन सोध्छु, हजुरलाई सबैभन्दा धेरै राम्रो लाग्ने पेन्टिङ आर्टहरू के को मनपर्छ म्याम, भनिदिनुहोस् त। अब पेन्टिङ आर्टहरू भनेपछि सबै मनपर्छ, मन पर्ने ल। हजुर। त्यसमा पनि अब विशेष भन्दाखेरि मलाई सिनहरू भएको होइन, राम्रो राम्रो सिनहरू भएको, फुलहरू फुलेको, त्यस्तो अब हिमालहरू भएको, अनि जे प्रकृतिसँग सम्बन्धित आर्टहरू मनपर्छ, सबै मनपर्छ। हजुर। अनि रचना म्याम चाहिँ मलाई निरन्तर सहयोग गरिरहने अनि अझै मेरो आर्टवर्क किनेर पनि मलाई सहयोग गरिदिने प्रेरणा थप्ने व्यक्तिमा पर्नुहुन्छ। ठिकै छ। हजुरले जे राम्रो राम्रो चित्रहरू बनाउनुहोस्, त्यसपछि फेरि मलाई किन्नको लागि उत्सुक बनाउनुहोस् होइन। त्यस्तै मलाई जस्तो अरूलाई पनि उत्सुक बनाउनुहोस्। अनि त्यसै तपाईँका आर्टहरूले सबैका मेरो मात्र नभएर सबैका घरहरूमा रङ्गिन बनाओस्, घरका भित्ताहरू सजिउन्, सबैका घरका भित्ताहरू, मनका भित्ताहरू सजिउन् होइन म्याम। तपाईँका आर्टहरू हेर्दाखेरि जुनसुकै आर्ट हेर्दा पनि एकदमै हार्टलाई नै टच गर्ने खालको हुन्छ होइन। अनि त्यस्तो सबैको त्यो हार्टलाई टच गर्ने खालको चित्रहरू त्यो बाहिर आइराखुन् र सबैलाई यो चित्र किनेर मेरो घरको भित्तामा राख्न पाए हुन्थ्यो भन्ने खालको उत्सुकता जस त्यो भयो हुन्थ्यो। सिन्धु भने को हो, त्यसको चित्र ल्याएर राख्न पाए हुन्थ्यो भन्ने खालको होस् भन्ने म चाहन्छु। यति राम्रो कुरा गर्नुभयो म्यामले, मलाई यति धेरै उत्सुक अहिले भर्खर म भएँ। अब घर गएर फेरि एउटा पेन्टिङ बनाउन सुरु गरिहाल्छु म्याडमको कुरा सुनेर। र म्यामले भने जस्तै भविष्यमा मैले चाहिँ सबैको घर साथै सबैका मनका भित्ताहरू सजाउन सकौँ। नमस्कार म्याम, मलाई चाहिँ अलिकति त्यो ब्लर टाइपको आर्टहरूको हुन्छ नि, अनि व्हाइट कलरमा अलिकति होइन त्यस्तो खालको पनि मनपर्छ। अलिकति चाहिँ धेरै ठुलो साइज नै, सानो साइज स्मल साइजहरूमा चिटिक्क परेको त्यो पनि घरको भित्तामा एकदम कलर के अरे आर्ट भएर त्यो देखिएको त्यो राख्यो भने अझ झन् राम्रो मनपर्छ। त्यसरी चाहिँ गर्यो भने त्यस्तै खालको। जस्तै हजुरले पोर्ट्रेट व्यक्तिको चित्र भन्नुभयो कि सिनको भन्नुभयो कि जस्तो भ्यूहरू हुन्छ ल्यान्डस्केप भन्छ त्यसलाई, जस्तो हिमालहरूको अलिकति प्रकृतिसँग गरिएको होइन, त्यस्तो खालको आर्टहरू चाहिँ विशेष मनपर्छ। थ्याङ्क यू सर। मलाई धेरै जस्तो भनेको नेचर प्रकृतिको हराभरा ट्याक्क जनावरहरू बसेको यस्तो त्यसलाई ल्यान्डस्केप पेन्टिङ भन्छन्, त्यस्तो मनपर्छ हो। तिमीलाई पेन्टिङ किन्न पर्यो भनेदेखि तिमी ल्यान्डस्केप किन्ने जस्तो माने मैले, हो कति राम्रो। थ्याङ्क यू। पुरा हरियाली भएको एउटा प्रकृतिसँग सम्बन्धित, अनि त्यसको के अरे त्यो हरियालीमा मान्छे पुरा योगा गरेर बसेको, अनि खोला झरनाहरू त्यो चरा उडिरहेको, यताउता वन जङ्गल हरियाली देखिरहेको, त्यस्तो खालको मनपर्छ। अनि मण्डला आर्ट मनपर्छ त तिमीलाई? तिन पर्छ अन्टिल गराएको थियो राम्रो लाग्ने, म चाहिँ मण्डला आर्ट मनपर्छ। राजा को राजा? राजाको पेन्टिङ मनपर्छ। वीरेन्द्र राजा कि साथी राजा? नेचुरल फिल भएको चराचुरुङ्गीहरू उडेको, सनसेट सनराइज मनपर्छ। चाहिँ एकदमै त्यो नेचरसँग सम्बन्धित, नेचरमा बस्दा एकदम आनन्दित होस् कि त्यहाँ बस्दा चाहिँ त्यो दिमाग हुन्छ नि कन्सन्ट्रेट त्यही नेचरमा मात्रै होस्, त्यो दिमाग अरू ठाउँमा डाइभर्ट नहोस्, पिसफुल
आनन्द भएको जस्तो हेर्दा पनि त्यस्तो खालको चाहिँ के भन्ने पेन्टिङ अथवा आर्टवर्कहरू मनपर्छ। त्यो आर्टवर्कभित्र आफू त्यहीँ भित्रै रहिरहोस्, बाहिर पनि जान नपरोस्, त्यो आफूले खोजेका कुरा सबै त्यहीँभित्र पाइयोस्। यो भन्ने छैन म्याम। जुन बनाए पनि कला हो हजुरको होइन। जुन हजुरले यो बनाउँदा राम्रो देखिन्छ भनेर त्यही नै राम्रो हो। यो मेरो, यो तेरो, यो राम्रो, यो नराम्रो भन्ने हुन्न। हजुरको परिश्रम जति दुःख गरेर बनाउनुहुन्छ सेम उतार्नुहुन्छ नि त्यही सबै राम्रो जस्ताको जस्तै उतार्न सक्नुहुन्छ नि, उतार्नु भएको छ नि। त्यो उतारे अनुसारको हजुरको रुममा टक्क अफिस आउँदाखेरि हजुरले उतारेका भिडियोहरू फोटोहरू देख्न पाए हजुरलाई पनि त आनन्द आउँथ्यो होला, हामीलाई नि यही हुन्थ्यो होला। अनि बाहिरबाट आउने नयाँ हुनुहुन्छ नि त, यहाँ त के भन्छन् सेवाग्राही भन्छौँ हामी त होइन। हजुरलाई हजुरसँगबाट सेवाग्राही लिन आउनेले पनि त ओ म्यामले आर्ट हजुरकै हो भनेर हजुरलाई प्रश्न हजुरलाई गर्थ्यो नि, किनभने हजुरले चिनाउनु भएन क्या म्याम। चिनाउँछु, त्यो पनि आउँछ समय। त मलाई त्यो लाग्यो कि जुन हजुरले जस्ताको तस्तै तस्बिर आफ्नो हातले पेन्सिल अथवा कलरमा उतार्नुहुन्छ नि, त्यस्तै गरी योमा पनि उतारेर म आर्ट हो, म अलिअलि धेरै गर्न नसकेँ नि, अलिअलि यतिको मैले गरेको है भन्न सक्ने उतारेर राखिदिएको भए खुसी लागेको थियो। अस्तिदेखि मन दुखेर भनिरहेको छु हजुर। मन नदुखाउनु, त्यो आउँछ, त्यसको पनि समय आउँछ। भए सेवाग्राहीले हजुरलाई पनि आनन्द लाउँछ क्या म्याम। जुन हजुर कुन मोडमा आउनु भएको हुन्छ घरदेखि होइन, आएर आफ्नो उतारेको चित्र हराएर देख्दा त्यो जुन हजुरलाई त्यो चित्र बनाउँदा फिल आउँछ नि, त्यो फेरि पनि आउँछ कि। अनि जति बेला आयो भने हजुरले अझ राम्रो पनि उतार्न सक्नुहुन्छ कि। रुममा तार्नुहोस्, हजुरले कला देखाउनुहोस् होइन। ल हस्, हजुरको यो कुरालाई म एकदम मनन गर्नेछु। मेरो मन सायद त्यति हो, हजुरले यो गरिदिए भए अझ राम्रो हुन्थ्यो होला म्याम। ओके, तपाईँले भन्नुभयो 2-3 दिन भयो एउटा आर्ट बन्नलाई 1 महिना लाग्छ, तपाईँ नहातिनु न, म बनाइहाल्छु। हजुरले आजसम्म बनाएको होला नि भन्न सकेर हो, र अहिले भन्न खोजेँ होइन। यस्तो गरेर राख्न पाएँ। हजुरको रुम हो यो, पर्सनल होइन। पर्सनल रुममा हजुरले पर्सनल गरेको कामलाई देखाउन त पाइन्छ नि। पाइन्छ बिना पनि किन राख्नु भएन भने मेरो क्वेसन आज अफिस लागेदेखि छिट्टै राख्छौँ। अब हाम्रो पर्सनल यो अफिसमा सँगै काम गर्न लाग्यो नि 2-3 महिना भयो, 5 महिना भइसक्यो। यस्तो रात परिसक्यो, सबैजना गइसक्नु भयो घर। अनि हामी यहाँ 2 जना बसेर कुरा गरिरहेछौँ, किनभने बाहिर पानी परिरहेछ सिम 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 सिम। म चाहिँ भर्खर चिसोबाट बिरामी भएर आएको मान्छे, फेरि यो चिसोमा मलाई तुरुन्तै निस्केर हिँड्न पनि गाह्रो लाग्यो। ननिस्के पनि यो पानी कतिखेर रहने थाहा छैन। यस्तो छ अवस्था, बाहिरको मौसम यस्तो छ, हेर्नु होला। 2 दिन लगाएर गरेको यो मेरो सानो मिनी रिसर्चमा जसले आफ्नो विचारहरू व्यक्त गर्नुभयो उहाँहरूलाई विशेष धन्यवाद भन्न चाहन्छु। र एउटा निचोड के निस्कियो त भन्दाखेरि मैले आज योभन्दा अगाडि चाहिँ आफ्नो रुचि अनुसारको चित्रहरू बनाइरहेको थिएँ। दर्शकहरूलाई अथवा मेरो आर्टलाई मन पराएर हेरिदिने व्यक्तिहरूलाई चाहिँ विशेष गरी प्रकृति प्रेमी हुनुहुँदो रहेछ धेरै जसोजना। उहाँहरूलाई चाहिँ प्रकृतिसँग सम्बन्धित चित्रहरू अथवा ल्यान्डस्केप पेन्टिङ मनपर्छ भन्नुभएको छ। अब मैले सिर्जनामा यो कुरालाई पनि जोड्नेछु भन्दै आजको भिडियोबाट म बिदा माग्न चाहन्छु र हाम्रो भेट नेक्स्ट भिडियोमा नेक्स्ट टपिक्समा हुने नै छ। आजलाई यति नै। हजुरहरूको दिन रात शुभ रहोस्। अब हामी चाहिँ घर फर्किने बेला भयो, करिब 6-7 बज्न थालिसक्यो। अब हामी फर्क्यौँ। आजलाई यति नै, बाई।